हेलो गाइस, वेलकम बैक टु माई युट्युब च्यानल। सो धेरै बादमा फेरि स्वागत छ होइन। नमस्ते भन्दै यता हेर्नुहोस्, घाम्रिम्यु भन्दैन। यो चाहिँ बिहानको भ्यू हो, यति दामी देख्दैछ होइन हिमाल चाहिँ। यो चाहिँ 3-4 दिन पानी परे चाहिँ यति हिउँ परेको, नभए त यति हिउँ पनि हुन्थेन। किन भन्दा चाहिँ पुरै यहाँदेखि गएको चाहिँ यो सबै सुक्थ्यो। अन्त यहाँ हेर्नुहोस्, अन्त कुन चाहिँ अलिक चाहिँ सुक्दैन भने चाहिँ हिउँ छैन। यो देख्नु चाहिँ यो चाहिँ अलिक सुक्दैन होइन। सबै हिउँ नै हुन्थेन, बिल्लेर हिउँ नै हुन्थेन। अब चाहिँ पानी परेर चाहिँ यति चाहिँ हिउँ भएको होइन हाम्रोमा। अन्त 3-4 दिन हिउँ पानी नै परेर यति भएको। अन्त क्लियर देख्दैछ। यो चाहिँ बिहानको भ्यू होइन। म चाहिँ यहाँ काकाकोमै सुतेको थिएँ नि। अन्त हिजो अलिक काम थियो, त्यसले गर्दा अन्त यता काकाकोमै सुत्नु आयो। यता हेर्नुहोस्, हाम्रो बाजेहरूको घर यति दामी छ नि। यो चाहिँ टावर हो। अन्त अब चाहिँ धुम्म भयो बिहान। यो चाहिँ हो कौडी होइन। यो चाहिँ कौडी जग्गा हो। म चाहिँ सुत्ने जग्गा चाहिँ म चाहिँ यहीँबाट सुतेको होइन, बाजेकोमै। हेर्नुहोस्, यहाँ चाहिँ यो चाहिँ डिपार्टेर रोपेर चाहिँ यतिको खतरा फुलिरहेको छ होइन। सो यहाँदेखि चाहिँ हिमाल चाहिँ क्लियर देख्छ, माथिबाट पनि दामी देख्छ। यो चाहिँ हो कौडी स्कुल होइन, यहाँ माथि देख्ने चाहिँ। सो हेर्नुहोस्, फेरि धुम्म भयो दिन पनि। अन्त सो यो चाहिँ बिहानको भ्यू होइन। अब यस्तै फेरि धुम्म हुनु आज पानी पर्छ होला फेरि। यतिकै बिहान चाहिँ दामी भएको थियो। एकताल चाहिँ नजारा चाहिँ दामी देखायो। मलाई हिमाल पनि खिच्नु पायो बिहानै उठेर होइन। कोही बेला त अलिकति ढिलो उठ्थ्यो, आज चाहिँ अलिकति जोस भएर चाहिँ छिटो उठेको होइन। यहाँ हेर्नुहोस्, यो चाहिँ हो कौडी स्कुल होइन। सो म सुत्ने म बसेको चाहिँ यहाँ त्यो उयो 20को जत्रो होइन, 20को घरमा। अन्त यो घर चाहिँ दुईवटा एट्याच गरेर छैन, बाजे एट्याच गरेर चाहिँ दामी छ। यो बिल्डिङ जत्रो नै छ घर। यो काठको घरहरू देख्दा चाहिँ बिल्डिङ जत्रो नै छ। उताहरू हेर्नु, यहाँ माथिहरू बिल्डिङ जत्रो नै छ। सो यति नै होला आजको भ्लग। मन पनि लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला।